मानव जाति शताब्दीौँदेखि एउटा भ्रममा बाँच्दै आएको छ। उसले मान्छे जति धेरै मेहनत गर्यो त्यति नै धेरै धन आउँछ भन्ने विश्वास गर्छ। यो भ्रम यति गहिरो छ कि यसलाई प्रश्न गर्ने साहस पनि धेरै कम मानिसमा मात्र हुन्छ। इतिहास साक्षी छ, सबभन्दा धेरै पसिना बगाउने मानिस सबभन्दा धनी हुँदैनन्। खेतमा दिनरात झुकेर काम गर्ने किसान महलमा बस्ने राजाभन्दा धेरै श्रम गर्छ। तर धन किसानसँग होइन, राजासँग हुन्छ। यहाँ पहिलो सत्य प्रकट हुन्छ, मेहनत र धनको सम्बन्ध सिधा हुँदैन। यदि केवल मेहनतले मात्र धन आउने हो भने हरेक मजदुर सम्राट हुन्थ्यो, हरेक कुल्लीको घर खजनाले भरिएको हुन्थ्यो र हरेक सैनिक सुनमा डुबेको हुन्थ्यो। तर वास्तविकता ठिक उल्टो हुन्छ। धन त्यहाँ जान्छ जो मेहनत मात्र गर्दैन, व्यवस्था बुझ्छ, जसले हातले होइन दिमागले श्रम गर्छ। मेहनत शक्ति हो, तर दिशा बिना शक्ति विनाशक हुन्छ। मेहनत गर्ने मानिस आफ्नो काममा यति व्यस्त हुन्छ कि उसले बुझ्नै सक्दैन उसको श्रम आखिर कसको लागि फल दिइरहेको छ। धन त्यहाँ पैदा हुन्छ जहाँ मूल्य पैदा गरिन्छ, र मूल्य केवल श्रमबाट होइन, समझ र सोचबाट जन्मिन्छ। एक मानिस कुवा खन्छ, अर्को मानिस कुवा खन्ने स्थान छान्छ। पसिना पहिलोको बग्छ, लाभ दोस्रोको हुन्छ। के यो धन कमाउनु अन्याय हो त? होइन, यो एउटा धन कमाउने नियम हो। धन कर्मको पुरस्कार होइन, धन बुद्धिको प्रतिक्रिया हो। जो केवल मेहनत गर्छ उसले आफूलाई बेचिरहेको हुन्छ, जो योजना बनाउँछ उसले अरूको मेहनत किनिरहेको हुन्छ। यही नै राजा र सेवक बीचको फरक हो। सेवक सोच्दछ आज कति काम गर्ने, राजा सोच्दछ कसबाट काम गराउने र कहिले रोक्ने। मेहनत गरिबलाई व्यस्त राख्ने सबभन्दा प्रभावकारी हतियार हो। उनीहरूलाई यति थकाइन्छ कि सोच्ने समय नै नपाओस्। सोच खतरनाक हुन्छ किनकि सोचले प्रश्न जन्माउँछ र प्रश्नले व्यवस्था हल्लाउँछ। त्यसैले समाज मेहनतको पूजा गर्छ तर बुद्धिसँग डराउँछ। धन त्यहाँ जाँदैन जहाँ सबभन्दा धेरै श्रम हुन्छ, धन त्यहाँ जान्छ जहाँ निर्णय लिइन्छ। निर्णय लिने मानिस गलत पनि हुन सक्छ, तर निर्णय नलिने मानिस सधैँ गरिब रहन्छ। जो केवल मेहनत गर्छ उसले समय बेच्दछ र समयको मूल्य सीमित हुन्छ। तर जसले व्यवस्था बनाउँछ उसले समयलाई नियन्त्रण गर्छ र समयको कुनै पनि सीमा हुँदैन। धनले कहिले पनि थाकेको शरीर रोज्दैन। धन सधैँ तेज दिमागको साथमा रहन्छ। यो दिमाग भावुक हुँदैन, यो दयाले होइन गणनाले चल्छ। त्यसैले सबभन्दा मेहनती मानिसहरू अक्सर सबभन्दा भावुक हुन्छन्। उनीहरू भन्छन् जीवनभर मैले मेहनत गरेँ, तर जीवन मेहनतले मात्र बन्दैन, त्यसको लागि तपाईँको सोच पनि सही हुनुपर्छ। धन उसैलाई मिल्छ जसले जान्दछ कहिले काम गर्ने र कहिले पछि हट्ने। सबै युद्ध जित्नुपर्छ भन्ने छैन, तर हरेक युद्ध लड्नु निश्चित गरिबी हो। मेहनत गर्ने मानिस आफ्नो इमान्दारितामा गर्व गर्छ, तर प्रश्न यो हो के इमान्दारितासँगै बुद्धि पनि छ? यदि कुनै मानिस खुल्ला मैदानमा उभिएर चिच्याउँछ र शत्रुले देख्छ र शत्रुले तीर हान्छ भने त्यो मृत्युको सत्य होइन, मूर्खताको हुन्छ। धन चतुर मानिस कहाँ जान्छ, असल मानिसकोमा होइन। यो वाक्य कठोर छ तर सत्य यही हो। तपाईँको असल बानी भावना हो, धन गणित हो। जसले गणित बुझ्दैन उसले भावनाले जीवन चलाउन सक्दैन। जो केवल मेहनत गर्छ ऊ परिणामको प्रतीक्षा गर्छ, र जसले रणनीति बनाउँछ ऊ परिणाम तय गर्छ। त्यसैले इतिहासमा राजा कम छन्, सेवक धेरै छन्। गरिबी मेहनतको कमी होइन, गरिबी त समझको कमी हो। धनले पसिना हेर्दैन, धनले तपाईँको निर्णय हेर्छ। जो जीवनभर केवल मेहनत गर्छ ऊ अरूको सपना पूरा गर्छ, तर जसले सोच्दछ, चुन्छ र चाल चल्छ उसले इतिहास रच्दछ। धन सधैँ उसकै पछि लाग्छ जो बाटो बनाउँछ, न कि उसको जो केवल हिँडिरहन्छ।